परमाले हुनुभयो अहिलेसम्म गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन त सुरु गरेर भएन हामीले समस्या समाधान हुनु पऱ्यो नि त पक्का पनि नक्सा आउनु पऱ्यो धनी आउनु पऱ्यो कसै हामीले पनि ब्याङ्कमा लोन राखेर ऋण खानु पाउँ न अब कति पर्खिनु भन्नु न तपाईँ 3 वर्ष पढाउने हुँदा हामी पर्खिनु त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु आउँछ नक्सा राखेर हामी कमसेकम गरिबी छोरो कमसेकम बेमा राखेर छोरे 3% 7% ऋण खानु पाएन अहिले हामी जग्गा 12 नक्सा म दिन्छु म तेरो नक्सा म यस्ता कुरा याद गर नि फेरि तिमीहरू यहाँ आएको नक्सा चाहियो भने यहाँ आइज म कहाँ आउने मकालाई नक्सा चाहियो धनको आऊ 4 र 5 आउने फोनमा तपाईँ फोन उठ्दैन तपाईँ फोनमा तपाईँले फोन उठ्दैन मेरो फोन उठ्दैन तपाईँले मैले 3 पल्ट फोन गरेँ 3 पल्ट फोन उठाउनु भने एकपल्ट फोन गरेर राख्नु पक्कै भाइ तैँले नम्बर फेरि पुरानो नम्बर कहाँ छ ए दाजु सुन्नु प्रधानमन्त्री केपी ओली भूषण मन्त्री पद्म अर्याल हाम्रो समिति किन भएन त किन हुँदैन त भनेको मैले भनेको अब यहाँ बोल्न नदिने अर्को बोल्न त्यस्तो हुन्छ तपाईँ हामी बोली सुन्ने ठिक छ कसैले बोल्न पाएन अरे मैले डिस्टर्ब गरिदियो अरे भोलि बोल्दा के बिर्ला भोलि बोल्दा होइन त के बिर्यो त के बिर्यो त के बोली आफ्नो पार्टीको मान्छे क्षेत्रको मान्छे हामीले यत्रो पल्ट जितायौँ एउटा 24 सालमा मात्रै हारेको हारेको न हामी जिताएकै हो नि अहिले सुमति केपी ओलीको काम छैन पार्टीले हान्ने हो जिताउने योचोटि हामीले धेरैपल्ट हेऱ्यौँ यत्रो वर्ष हेरेर गयौँ तर जितेन जिताएर पठाएको हो तर योपालि चाहिँ जब मन्त्री हुँदा प्रधानमन्त्री हुँदाखेरि जब त्यो बालाखानाले मार्यो यहाँदेखि धेर बोल्दैन जय घन्टी हो हाम्रो